साथीहरू सबैजनालाई नमस्ते। म चाहिँ आज तल खेतमा आएको छु क्या। अनि त्यसपछि बेसार गर्मी छ। म चाहिँ यहाँ सुँगुरलाई हल्का धेरै गर्मी भएर पानीहरू हाल्न चारो दिन आएको। अनि चाहिँ सुँगुर छ 2टा। अनि लास्टै गर्मी छ। भर्खर कति बज्यो 12 बज्यो होला। यसरी लास्टै गर्मी छ। अनि खुर्सानी पनि इस्कुसको रुखबोटहरू। अनि त्यसपछि हाम्रो खेतभन्दा माथि पुल खोला खासै ठुलो छ खोला। आएको भने सुँगुरलाई पानी हाल्न पनि आएको। अनि त्यसपछि काँक्रा टिप्न आएको। काँक्रा छ चाहिँ काँक्रा घरमा लगेर नुन खोर्सानीसँग पिने बाटो छ फेरि यस्तो अप्ठ्यारो। काँक्रा धोएर लानु पर्यो। सफा पानी धाराको भन्दा नि धेरै सफा हाम्रो गाउँ। दाइको टनेला ओहो भाउजूले मकै भुट्दै रहेछ। मैले काँक्रो पनि लिएर आएको छु। खै मकै पाकिसक्यो है। काँक्रा गुदे आज चाहिँ हामीले मकै भुटेको थियो गाइस, त्यही भएर खान लाग्यो। अचार हेर्नु यहाँ हरियो खुर्सानीको हाम्रो राम्रोसँग पिसेछ है। मिठो छ यो चाहिँ। अनि लोकल काँक्रा। अनि यो चाहिँ हाम्रो अरू भिडियोमा देखायो भने हाम्रो अरू भन्दैन। मकै चाहिँ कस्तो मिठो रहेछ है। मिठो र क्या। गाइज हाम्रो भिडियो चाहिँ आजलाई यति नै हो। मन पर्यो भने सबैजनाले लाइक गरिदिनु होला। अनि मन पर्यो भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। बाई।